यसपालि पनि आउन पाउँदिन जस्तो छ। घरमा पनि नजा भनेको छन्। छोरी, पहिलाको वर्ष नि आउँदिन भन्यौ, यो वर्ष त जसरी नि आउन। तिम्रो मुख पनि हेर्न नपाई परान जाने भयो मेरो। ल आमा, अहिलेलाई फोन राख्छु है। ओए माइली, क्यानलाई चेस जाम तल तिजको दरखानी कार्यक्रम छ। आज त मजाले उफ्रेर नाच्ने होला नि। माइत जान नपाए नि के भयो त, हामी छौँ नि, मिलेर रमाइलो गरौँला नि। जामिन। हुन्छ दिदीहरू, हजुरहरू जाँदै गर्नु, म आइहाल्छु। आमा, यसपालिको तीजमा म आउन नपाए पनि खुसीसँग मनाउनु है। यो तीज त यस्तै भयो, अर्कोचोटि त पक्कै आउँछु। ल छोरी, आफ्नो ख्याल राख है। यो आमाईको नि रोएरै जाने भयो जिन्दगी। अस्ति भर्खर जस्तो लाग्छ छोरी बिहे भएको नि। छोरीको घरमा नि साह्रै अत्याचार गर्दो रहेछन्। बुढाले पनि पिट्छन् रे, सासु आमाजुले नि नोकर्नीको जस्तो व्यवहार गर्छन् रे। यो बुढीको ज्यान छोरीले नै लानी भयो। त्यही त। हाट्यो